ल आज चाहिँ डबल पावर सकेट जोड्ने कसरी त र सिंगल पावर सकेट पनि जोड्ने कसरी त भन्ने कमेन्ट धेरै आयो। एउटा भिडियो बनाइदिनु पर्यो भनेर, त्यसकारणले मैले त्यो बोर्डमा डायग्राम छ र मैले यो बोर्डमा डायग्राम गरेको छु र यता प्र्याक्टिकली रूपमा प्राइभेटमा वायरिङ गरेर देखाउने इच्छा हुँदाहुँदै मसँग चाहिँ साधनहरू उपलब्ध भएन। सामान त थियो तर मेरो औजारहरू टुल्सहरू चाहिँ मैले उतै काममा वायरिङ गर्ने जाँदाखेरि उतै छोडेछ। त्यो कारणले मैले बोर्डमा लिस्टिक ठोकेर वायरिङ गर्न सकिएन। पछि पार्ट 2, 3 गर्दै गर्दै जाँदा नेक्स्ट रूपमा गयो भने त्यसमा पनि मैले अवश्य यो जडान गरेर देखाउनेछ र यो स्पेशली सन्तोष गुरुङको लागि। र उले चाहिँ के भन्थे भने एउटा भिडियो बनाइदिए नि त सामान लगेर गएको छु भन्ने कुरा गरेको थियो। त्यसैले यो स्विचको तल्लो पोइन्ट हो। यसमा चाहिँ लाइन तार आउँछ भने यो चाहिँ हाफ फेज हो। यहाँबाट चाहिँ यता पावर सकेटको 3 पिनमा 5 पिनमा यता अगाडिबाट 5 पिन र यताबाट हेर्दा 3 पिन यसको प्लसमा एउटा ध्यान दिनु होला। पावर सकेटमा जोड्ने बेला चाहिँ तार चाहिँ कुन प्रयोग गर्ने, राइस कुकर पकाउने या मोटरहरू चलाउने हुनुहुन्छ भने 1.5 mm देखि 1.5 mm देखि 2.5 mm 2.5 mm 4 mm कतिको लोड चलाउने त्यो अनुसार भर पर्छ। त्यही अनुसारको तार प्रयोग गर्नु होला। तर मैले अहिले चाहिँ तपाईहरुको लागि बुझाउनको लागि 1 mm को तार प्रयोग गरेको छु। अहिले पहिला स्विचको माथिल्लो टर्मिनलबाट स्विचको माथिल्लो टर्मिनलबाट पावर सकेटको लाइन, यहाँ चाहिँ लाइन लेखेको छ। लाइन भनेको फेज तार हो, न्युट्रल भनेको न्युट्रल भएको हैन। र अब यसलाई कसरी कमन गर्ने त? सप्लाई तार, मेन तार चाहिँ सप्लाई तार चाहिँ यो स्विचको तल्लो पोइन्टमा हाल्नु होला। जहिले पनि यो स्विचको तल्लो पोइन्टमा हाल्नु होला। माथिल्लो पोइन्ट चाहिँ पावर सकेटको 5 पिनको यो पावर सकेटमा जाने हो हैन, फेज तारमा। अब यो कहाँ जोड्ने त? यो मेन तार आइगयो भनेपछि अर्को पावर सकेट पनि छ यहाँ भनेपछि यसलाई नाप्नु होला। यसरी नाप्नु होला र जान्नु हुन्न भने यस्तो सिधै काटेर सिधै पनि भएको। र मैले चाहिँ यस्तो गरे। यस्तो गरेपछि पिलास तान्नु होला। यसरी तान्नु होला पिलासले हैन। र यसलाई यसरी दुबार्नु। यसरी दबारेपछि अर्को पावर सकेटको यो तल्लो पोइन्टमा हाल्नु होला हैन। यो हाल्नु होला। यो फेज तार भएको बुझ्नुभयो नि? यो फेज तार। अब न्युट्रल तार कसरी प्रयोग गर्ने त? जस्तै मैले तपाईहरुलाई बुझाउनको लागि
यो तार परे गएको छ है। वायरिङ गर्ने बेला चाहिँ कतिको लोड चलाउनेमा भर पर्छ, त्यही अनुसारको तार प्रयोग गर्नु होला। 1.5 mm देखि माथि। अब जस्तै मोबाइल चार्ज गर्ने मात्रै, टिभी चालु गर्ने मात्रै हो भने चाहिँ 1 mm को प्रयोग गरे पनि हुन्छ, तर सकेसम्म 1.5 mm प्रयोग गर्नु होला पावर सकेटमा। 1.5 mm देखि माथिको। अब जस्तै अब न्युट्रल हाले मैले हैन, न्युट्रल तार यहाँ जोडे मैले। अब यता पनि दिनु छ, जस्तो अघि जस्तै फेरि यसरी काट्नु होला, यसरी काट्नु होला, फेरि यसरी तान्नु, यो पनि फेरि यो न्युट्रलको पोइन्टमा, न्युट्रलको टर्मिनलमा जोडिदिनुस्। यो भयो कनेक्सन। फेज तार, न्युट्रल तार, फेज तार आयो, न्युट्रल तार। यो फेज तार इनपुट भयो, माथिल्लो पोइन्टमा, तल्लो पोइन्टमा इनपुट भयो, माथिल्लो पोइन्टबाट सप्लाई भयो यहाँ यो पोइन्टमा, अनि यहाँबाट मेन सप्लाई फेरि यो स्विचकोबाट यहाँ गयो अर्को पावर सकेटको तल्लो स्विचमा, तल्लो टर्मिनलमा, र माथिल्लो टर्मिनलबाट 5 पिन पावर सकेटको लाइन टर्मिनलमा गयो। न्युट्रल तार भएको यो यहाँबाट जोइन भएर यहाँ गयो। अब यसलाई यसरी प्लग गर्ने, यो आयो इनपुट, र यसरी बोर्ड जाम गर्ने। र राम्रो भिडियो चाहिँ बोर्डमै प्रयोग गरेर देखाउँछु तपाईहरुलाई वायरिङ गरेर। यो चाहिँ अहिलेलाई 331060 को लागि। साथीहरु, भिडियोले तपाईहरुलाई केही राहत मिल्यो भने, तपाईहरुलाई केही सन्देशमूलक अब चाहिँ म सक्छु है काम गर्न भन्ने जस्तो भएको छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला भन्दै आजको भिडियो यही अन्त्य गर्छु। र बाँकी मैले यो बोर्डमै प्रयोग गरेर वायरिङ गरेर देखाउँछु तपाईहरुलाई चिटिक्क पारामा। ल, भिडियोलाई मन पर्छ भने लाइक, शेयर, सब्स्क्राइब गर्नु होला। आजको भिडियोलाई यही अन्त्य गर्न चाहन्छु। हस्त, बाइ बाइ।